काठमाडौँ उपत्यका नजिकै नगरकोटपछि सूर्योदय र सूर्यास्त हेर्नको लागि यो दोस्रो उत्तम ठाउँ मानिन्छ। पृथ्वीको सानो स्वर्ग मान्न सकिने यो स्थान एकदमै सुन्दर अनि शान्त छ। हो, म अहिले सेतो गुम्बा वा ड्रुक अविता पर्वत भनेर चिनिने नेपालको एक प्रसिद्ध बौद्ध गुम्बाको बारेमा कुरा गर्दैछु। 2072 को महाभूकम्पमा ठूलो क्षति भएपछि भने यो गुम्बा कुनै विशेष अवसर पारेर मात्र सर्वसाधारणको लागि खुल्ने गरेको छ। समुद्री सतहबाट 1450 मिटर उचाइमा अवस्थित यो गुम्बा नागार्जुन नगरपालिकामा पर्छ, जुन स्वयम्भूनाथको पश्चिमतर्फ अवस्थित छ। यो ठाउँ प्रकृति आमाको काखमा एकान्त खोज्नेहरूको लागि उपयुक्त छ। गुम्बाभित्र धेरै सुन्दर चित्रहरू, भित्तिचित्रहरू, झरनाहरू, मूर्तिहरू र साना पानीका फोहराहरू रहेका छन्। यसका साथै ध्यान र बौद्ध धर्म सिक्नको लागि यो ठाउँ एकदमै विशेष मानिन्छ। यो यस्तो ठाउँ हो जहाँ प्रार्थनाको ध्वनि, प्रार्थना झण्डा र सुगन्धको शुद्ध सार प्राप्त गर्न सकिन्छ, जसले जो कोहीलाई पनि उनीहरूको जीवनबाट मुक्त गर्न सक्छ। यहाँ पुग्न दुईवटा तरिकाहरू छन्, एउटा हलचोकबाट र अर्को सीतापाइलाबाट। तपाईले आफ्नो सवारी साधन लिएर जान वा पैदल यात्रा गरेर यहाँ पुग्न सक्नुहुन्छ। यहाँ पुग्न सामान्यतया सवारी साधनबाट लगभग 15-20 मिनट समय लाग्छ भने हिँडेर 1 घण्टाभन्दा बढी समय लाग्न सक्छ। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। जय नेपाल।